हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हामी माइक्रोसफ्ट वर्डमा केही नयाँ सिक्न जाँदैछौँ। यसरी कहिलेकाहीँ के हुन्छ भनेको हामी आफ्नो डकुमेन्टमा धेरै वर्ड्सहरू हुन्छ। हामीले कहिलेकाहीँ के हुन्छ, कुनै कुनै वर्ड यस्तो हुन्छ कि अर्जेन्ट हुन्छ र त्यसलाई खोज्नुपर्ने अति नै आवश्यक हुन्छ। त्यसको लागि चाहिँ हामी के गर्न सक्छौँ भनेको, अब सडनली हामीलाई कुनै वर्ड खोज्नु पऱ्यो भने त्यसको लागि के गर्ने भनेको, होम ट्याबमा गएर यहाँ डिफ्रेन्ट ग्रुप्सहरू छन्। एडिटिङ ग्रुप हामी चाहिँ यहाँ फाइन्ड भनेर अप्सन हेर्न सक्छौँ। यहाँ फाइन्ड अप्सन छ, हामी फाइन्डमा गएर यहाँ फाइन्डमा क्लिक गरेर अब नाम कसैको नामै गरौँ, कसैको नाम टाइप गरौँ। अब जुन वर्ड हामीले चाहियो त्यो यहाँबाट हामी के गर्ने भनेको, फाइन्ड वर्ड अप्सनमा त्यो वर्डलाई के गर्ने भनेको टाइप गर्ने, एन्ड देन के गर्ने भयो, फाइन्ड नेक्स्टमा क्लिक गर्ने। हामीले टाइप गरेको वर्ड के हुन्छ भनेको इजिली यहाँ हाइलाइट भएर हामी देख्न सक्छौँ। यहाँ इजिली चाहिँ के भएको भने यहाँ हाइलाइट भएर हामी हेर्न सक्छौँ हामीले टाइप गरेको वर्ड हाम्रो अगाडि छन्। त्यस्तै कहिलेकाहीँ के हुन्छ,